के बनाएको साथी हो? यो चाहिँ के हो? कर्ची मर्ची? पट्टा? पोटा कलेजो। अच्छा, पोटा कलेजो। अनि यो चाहिँ के हो? यो चाहिँ टमाटर हो। टमाटर क्र्याब। क्र्याब कस्तो खालको? यो त निलो छ त है? क्र्याब क्र्याब क्र्याब। पहिला पनि खाएको तिमीले? फर्स्टचोटि हो? कसरी किलो रहेछ यो? यो 600 रुपियाँ किलो। 600 रुपियाँ किलो त निलो रहेछ है? फर्स्ट टाइम देखेको पनि यो त मैले। येल्लो खाले पनि हुन्छ होइन र? मैले त सानो खालको कालो खालको मात्रै देखेको घरतिर पाउने। देखेको दुईटा कलर चाहिँ यो येल्लो येल्लो चाहिँ यत्रो कत्रो। त्यसको मुनि पल्टाउ त। यो वाला? ओहो हो हो। क्र्याब त क्र्याबै रहेछ नि त हो है? टेस्टी होला, यमी यमी, टेस्टी टेस्टी। अब यसलाई चाहिँ मजाले यहाँ साथीहरूले कर्ची मर्ची बनाउँदैछ, काटी 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 गरेर। नाइक पनि खतरा छ हो फेरि, आमा हेरिहाल साथीहरू। नाइक पनि ठुलो नाइक ल्याउनु पर्ने नि एउटा ल्याउनुपर्छ। उ त्यो चाहिँ के राखेको? टमाटर, अदुवा, प्याज, टमाटर, लसुन, अदुवा। खोइ त्यहाँ त म त प्याज त देख्दिनँ। ओ पर छ प्याज माथि राख्छु। अच्छा, राइस पाक्यो। अब यो क्र्याब पकाउने। साथीहरू तपाईँहरूलाई पनि खै तपाईँहरूले खानुभएको छ कि छैन क्र्याब? मलाई चाहिँ धेरै मनपर्छ क्र्याब, त्यसैले यसलाई चाहिँ चेडम चेडम पारेर अब खाने हो। यसै साथमा चाहिँ सेन्तेरे टक्क राखेर सेन्तेरेमसँग चाहिँ झेराप झेराप पारिन्छ होइन साथीहरू? हो। यहाँ हाम्रो कुक चाहिँ हेरिहालौँ हो, छुरी कटाइ हेरिहालौँ यहाँ। ओहो हो, खतरा छ है हाम्रो कुक चाहिँ फेरि।